चितवनको यो कर्णाली भनेर कुनै बेला कर्णाली भनेर चिनिने मायाटार आज सबैको मनमा मायाटार बस्न सफल भएको छ। यहाँ पाहुनाहरू चाहिँ निकै नै धेरै आइराख्नु भएको छ। तपाईँले पनि त्यो प्रत्यक्ष अवलोकन गर्नुभयो। हामीलाई म्यानेजमेन्ट गर्न पनि निकै गाह्रो भइरहेछ। मैले लामो समय विदेश बसे पछाडि फर्केर यहीँ होमस्टे व्यवसायलाई चाहिँ अगाडि बढाएको मैले 5 वर्ष भयो। यहाँसम्म आइपुग्दाखेरि धेरै पाहुनाहरू आउनुहुन्छ। अहिले अरू पनि होमस्टेहरू खोल्ने क्रम छ, होमस्टे रिसोर्टहरू खोल्ने क्रम छ। यहाँ लगानी धेरै बढिरहेछ र मायाटारमा आउनुको मुख्य विशेषता भनेको यतिखेर चितवनको तल्लो भेगमा एकदमै गर्मी हुन्छ। त्यो गर्मीको उखरमाउले गर्मीको चाहिँ त्यो अवस्थालाई शीतलता महसुस गर्न चाहिँ मायाटारले त्यो चाहिँ ठाउँ बनाएको छ। यतिखेर मायाटारमा सिरक ओढेर सुत्नुपर्ने अवस्था छ। त्यसै कारणले पनि मायाटार उपरदाङगढी यो सिराइचुलीसम्म पाहुनाहरूको आगमन हुने गर्दछ। र विशेष गरी यहाँ आउनुको मुख्य कारण भनेको चाहिँ हामी पाहुनालाई यहीँको रैथाने खानेकुराहरू बढी प्रयोग गर्छौँ र यहाँ चिसो हावापानी अनि नजिकै बालगौरी पाथिभराको मन्दिर अनि गुफा, त्यहाँबाट नजिकै रिग्दी खोलाको त्यो चिसो पानीमा डुबुल्की मारेर नुहाउनुको मजा पनि बेग्लै छ। र यहाँको गुरुङ समुदाय र चेपाङ समुदायको रहनसहनले बुझ्नको लागि र महिना दिनभरि हप्ता दिनभरि कामको थकानले त्यो गर्मीमा आत्तिएर बसेको जुन एउटा वर्गहरू छ तिनीहरूलाई चाहिँ यो ठाउँमा आएपछि शीतलता, एकदम आनन्द, बर्थडे मनाउने, विदेश जानु पर्यो भने यहाँ रमाइलो गर्ने, आयो भने रमाइलो गर्ने ठाउँ बन्न पुगेको छ मायाटार। आन्तरिक पर्यटनको हिसाबले अहिले निकै महत्त्वपूर्ण ठाउँ बन्दै गइरहेको छ। र हिजो पनि मसँग लगभग 50 जना पाहुनाहरू थिए भने अरू धेरै पाहुनाहरू फर्काउनु पर्ने अवस्था छ। फेरि पाहुना आइसकेपछि यहीँ नै बस्न किन रुचाउँछन् भने म अलि पुरानो पनि हो, मैले यहाँ सुरु गर्दा अरूले सुरु गरेका थिएन र उहाँहरू चाहिँ मायाटारमा यहीँ मायाटार होमस्टेमा नि बस्न उहाँहरू इच्छुक हुनुहुन्छ। र मैले अरू पनि व्यवस्थापनको पक्षहरू मिलाउनु पर्ने भएको कारणले म अलिकति व्यस्त रहन्छु। समग्रमा यतिखेर इच्छाकामना गाउँपालिकाको यो पहाडी भेग यो गर्मी तलतिर गर्मी तातेसँगै यो ठाउँमा चाहिँ पर्यटकहरूले चाहिँ आन्तरिक पर्यटकहरूले चाहिँ एकदम यो ठाउँ ओगटेको छ। यहाँको आन्तरिक यो यहाँको चाहिँ स्थानीय चिजबिजहरूले राम्रो मूल्य पाएको छ भने यहाँको कामदारहरूको आर्थिक अवस्था पनि बढेको छ। यहाँको समग्रमा हेर्दाखेरि यहाँको अहिले जग्गाको भ्यालु पनि बढेको छ। किनभने हरेक दिन जस्तो 4-5 जना मानिसहरू चाहिँ जग्गा खोज्न आउँछ, लिजमा लिएर पनि गरिरहेछन्। यो सबै हेर्दाखेरि हिजो यहाँबाट चाहिँ हामी यहाँको लोकल उत्पादन मुगलिन लगेर बेच्न पर्दाखेरि म आफैले मुगलिनबाट चामल बोक्थ्यौँ। यहाँबाट 6-7 क्विन्टल लसुन लिएर बोकेर बेच्दाखेरि हामीले उहाँको व्यापारीको भावमा बेच्न पर्थ्यो भने आज यहीँ बसेर चाहिँ राम्रो मूल्यमा पाहुनाहरूलाई बेच्न सकिराख्नु भएको छ। यो हिसाबले मायाटार होमस्टे सँगसँगै धेरै आर्थिक क्षेत्रहरू पनि यो चलायमान भएको छ। एकदम खुसीको कुरा हो। अहिले म सँगसँगै 3-4 जना साथीहरू म सँगसँगै लिएर हिँडिरहेको छु। मैले विगत 5 वर्षदेखि मेरो 10औं वर्ष चाहिँ प्रयोग गर्दै आइरहेको चाहिँ पासपोर्ट यतिखेर मैले दराजमा थन्काइरहेको छु। त्यो हेर्ने फुर्सद पाएको छैन। म अरू पनि साथीहरूलाई तपाईँहरू पनि यहीँ बस्नुपर्छ, यहीँ गर्नुपर्छ भन्ने एउटा प्रेरणा दिइरहेको छु। र सङ्घर्ष हो जीवनमा, धेरै कुराहरू भोग्नुपर्छ। लामो समयसम्म परदेशमा बसिसकेपछि यो ठाउँ एकदम ओझेलमा परेको जस्तो लाग्थ्यो। म आए पछाडि मैले आफ्नो जाने जति यो ठाउँलाई चाहिँ प्रचार गरेँ। धेरै मिडियाकर्मी साथीहरूले पनि साथ दिनुभएको छ। आज तपाईँहरू कान्तिपुर जस्तो नेपाल टेलिभिजनमा एउटा एक छत्र राज गर्नुभएका नेपालमा हामीले पढ्दै आइरहेको देख्दै आइरहेको कान्तिपुर टेलिभिजन आज चाहिँ जुन मलाई इन्टरभ्यू दिने अवसर दिनुभयो, यो पनि एउटा मेरो सफलताको एउटा सिडी हो भन्ने सम्झन्छु। तपाईँहरूकै साथ र मायाले गर्दाखेरि आज यो मायाटार बन्न पुगेको छ र अझै धेरै सम्भावनाहरू खोतल्न बाँकी छ यो मायाटारमा। यसमा सबै पक्षले यो स्थानीय सरकार, केन्द्र, प्रदेश सरकारहरूले यो ठाउँलाई चाहिँ विशेष प्राथमिकता राख्यो भने यहाँ एउटा एम्बुलेन्सको आवश्यकता छ। किनभने धेरै 200 भन्दा बढी पाहुना आउने भएकोले विभिन्न घटनाहरू हुनसक्छ। त्यसलाई मध्यनजर एउटा एम्बुलेन्स राख्न आवश्यक छ। उपरदाङगढदेखि सिराइचुलीसम्म विभिन्न बाटाहरूमा विभिन्न प्रतीक्षालयहरू बनाउनु पर्ने, सूचनाका बोर्डहरू राख्नुपर्ने, स्थानीय निकायहरूले गर्नुपर्ने पहलहरू धेरै देखिन्छ। र एकजना व्यक्तिले मात्रै मायाटार चाहिँ आन्तरिक पर्यटन हिसाबले यस्तो छ भनिराख्दाखेरि अलि सम्भव नहुन सक्छ। सबैजना यसमा लाग्यो भने त्यो पक्कै पनि सम्भव छ र यहाँको धेरै रिसोर्टहरू, होमस्टेहरू खोल्न सक्ने सम्भावना छ।
छ र अहिले करोडौँ लगानीहरू आइसकेका छ। विदेशी पाहुनाहरू समेत यो मायाटार क्षेत्रमा चाहिँ आगमन बढिरहेको छ। यो एकदम सराहनीय काम छ। हामी चाहिँ चितवन भरतपुर 3 बाट पवन सहकारीबाट एक दिनको कार्यक्रम लिएर मायाटार होमस्टेमा आज भिजिट गर्न आएको। सहकारीको एक दिने कार्यक्रम सहित हामी सहकारीको 20-25 जना टिम चाहिँ मायाटारमा घुम्न आएको, बस्न आएको कार्यक्रम लिएर। तपाईको चितवनको भरतपुरको गर्मी छल्न मायाटारमा चिसो, त्यहीमाथि हिजो पानी पर्यो, रमाइलो अनुभव भयो। एकदम खुसी लागेको छ मायाटारमा। मेरो नाम त सुनिता पौडेल भाइ। मायाटार अब कस्तो भने हाम्रो चितवन जिल्लामा यति गर्मी हुन्छ गर्मी महिनामा, अनि अब त्यही 1.5 घन्टाको बाटोमा यति धेरै चिसो ठाउँ नि रहेछ। पहाड इलाका होइन, उपत्यका जस्तै चिसो ठाउँ हाम्रो। त्यही 1.5 घन्टाको बाटो पछाडि भरतपुरमा गएपछि गर्मी, अब चितवन गर्मीमै गनिन्छ होइन। त्यति गर्मी ठाउँ त्यही जिल्लामा यति शीतल ठाउँ पनि, चिसो ठाउँ पनि रहेछ। त्यही भएर हामी अलिकति साथी भएर, दिदीबहिनी भएर गर्मी छल्नलाई, अलिकति रमाइलो पनि गर्नलाई, कुल हुनलाई साथीहरूसँग यो मायाटार घुम्न आएको। यो यस्तो रमणीय ठाउँ, हरियाली। यहाँ हेर्नु न, अहिले अब चितवनमा यति गर्मी छ, यहाँ हुस्सु कुहिरो लागिरहेछ, चिसो ठाउँ। यो ठाउँलाई अलिकति अझ यसलाई संरचना अलि राम्रो बनाएर अझ पर्यटकहरूको लागि आकर्षक बनाउनलाई अझै यहाँ अलिक पुगेको छैन। तर यहाँ एउटा 100 वर्ष 105 वर्ष पुरानो घर पनि रहेछ। त्यो कारणले नि यहाँ अलिकति हाम्रो पुरानो पौराणिकताको अलिकति झल्केको कारणले हामी उता नबसिकन यहीँ आएको। रमाइलो भयो। राति 2 बजेसम्म नसुतिकन रमाइलो गरियो। चिसो पनि भयो, शीतलो आनन्द। हामी सिरक ब्ल्याङ्केट ओढेर सुत्यो। चितवनमा एसी लाएर सुतेको थियो म हिजो रातभरि। आज ब्ल्याङ्केट ओढेर सुत्यो। यति नजिक, यति चिसो ठाउँ पनि रहेछ चितवनमै। रमाइलो लाग्यो है।